आज पनि मैले फेरि पनि अनबक्सिङ भिडियो लिएर आएको छु है। तपाईहरुलाई कस्तो लाग्छ है, के लाग्छ प्रतिक्रिया दिनुहोस् होला। अनि मेरो अगाडिको भिडियो तपाईले यति धेरै माया दिनुभएको छ, यसमा धेरै 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 धन्यवाद दिन चाहन्छु। आज पनि मेरो अनबक्सिङ भिडियो छ। अनबक्सिङ भिडियो चाहिँ के भयो भन्दाखेरि चाहिँ नि मेरो हस्बेन्डले चाहिँ नाम्चीबाट ल्याइदिनु भयो। अन्त उसले चाहिँ मैले चाहिँ बिर्सेछु हैन, अन्त नखोली ल्याउनु भनेको थिएँ, उसले चाहिँ खोलेर ल्याएको रहेछ हो। अन्त केही छैन, अब बाहिरपट्टिका फर्काउँदा चाहिँ त्यही हो। अनि आज मेरो त्यही हो अनबक्सिङ भिडियो छ, नाइकाबाट छ। अन्त लेट्स सी कस्तो आएको छ है, हेरौँ है। टन्टन कस्तो छ, यो खोलिहालेको छ, हेरौँ अब। यो पहिला सानो यो हेरौँ ल, यो कस्तो छ। यो चाहिँ मैले नेल पलिसहरू मगाएको थिएँ। नेल पलिस खोलिहालेको रहेछ होइन। यो चाहिँ फ्री गिफ्ट पाएको हो। यो चाहिँ प्लमको उयो के अरे बडी लोसन छ। त्यहाँदेखि यो प्लमको उयो रहेछ, मिस्ट भनेको चाहिँ के मिस्ट हो। यो चाहिँ फ्री गिफ्ट हो, किनभने चाहिँ अहिले नाइकामा चाहिँ सेल लागिरहेको छ है। तपाईँहरूले पनि त्यहाँ गएर चेकआउट गर्न सक्नुहुन्छ, के मगाउनुहुन्छ आफूले होइन, आफूलाई चाहिएको चिजहरू के मगाउनुहुन्छ तपाईँले त्यहाँ गएर हेर्नु सक्नुहुन्छ होइन। पिङ्क फ्राइडे लागिरहेको छ अहिले सेल, त्यही भएर मैले हतार अस्ति मगाएको। अन्त आज आइपुगेछ, त्यही हो होइन। अब अनबक्सिङ चाहिँ उताबाटै गरेर आयो। अन्त त्यही भएर चाहिँ मैले फेरि गरेर चाहिँ मैले चाहिँ तपाईहरुलाई देखाउँदैछु ल। कतिवटा मैले हेरेको छुइनँ, कतिवटा चाहिँ उसले हेरेर ल्याएको छ। त्यही अब सानो प्याकबाट चाहिँ मेरो त्यही अघिको फ्री उयो आएको छ। त्यहाँदेखि मैले चाहिँ यो के अरे इनसाइडको चाहिँ मैले उयो मगाएको छु ल, नेल पलिस मगाएको छु दुईवटा मगाएको छु होइन। कस्तो हुन्छ अब हेरौँ है। राम्रै हुन्छ होला यो कम्पनी, किनभने मेरो हाइलाइटर पनि एकदम राम्रो भयो नि त। वाउ, यो कलरको मगाएको छु मैले हो, देख्न सक्नुहुन्छ है। ब्लू टाइपमा स्काई ब्लूमा छ। यो एउटा भयो हो। त्यहाँदेखि एउटा योलाई पर्पल कलरमा, मेरो चाहिँ फेभरेट पर्पल कलर हो। यो दुईवटा छ, है। नेल पलिस छ, दुईवटा भयो। अनि यो फ्रीको भइहाल्यो होइन। अन्त अब यहाँ ठुलो छ ल अनबक्सिङको, हेरेको छुइनँ तर मैले हो। यो चाहिँ मेरो मेसोबाट आएको हो। यो चाहिँ मेरो चाहिँ स्किन केयर गर्दाखेरि चाहिँ मैले मगाएको हो। यो हेयरबिन पनि मेसो, यसको उयो चाहिँ जोडी हो। यो चाहिँ यस्तो हातमा लाउँछ नि, यस्तो हातमा लाउँछ, किनभने म स्किन केयर गर्छु नि त बेलुका र बिहान, त्यो भएर चाहिँ यसरी लायो हो। तपाईँले देखिसकेको होला कतिजनाले है। यसरी गरेर मुख धोएन, पानी जति पनि यस्तोमा यहाँनिर उयो हुन्छ नि त, एब्जर्ब हुन्छ, यहाँनिर झुन्दैन होइन, सिक हुँदैन भनेर चाहिँ मुख यसरी धुने चाहिँ यो मैले मेसोबाट मगाएको हो है। यसको प्राइस त कति पो लागेको थियो, तपाईँलाई भन्छु ल यसको प्राइस कति हो भनेर। तपाईँले पनि होइन अब यो मगाउन सक्नुहुन्छ मेसोको। पर्खिनुहोस् ल, 183 ल, यो 183 यसको दुईटाको जोडीको, यो दुईटा यो गयो होइन। योलाई साइडमा राख्दौँ यहाँ। त्यहाँदेखि चाहिँ आयो मेरो चाहिँ तपाईँलाई थाहा छैन होला, म चाहिँ अहिले चाहिँ टोटल प्लमको युज गर्छु। क्रिमहरूदेखि लिएर सबै म प्लमको युज गर्छु। प्लमको मैले चाहिँ उयो सकिरहेको थिएँ, के अरे सनस्क्रिन सकिरहेको थियो। अन्त अस्ति पनि एउटा सकेर त्यो कभर पनि मैले फ्याँकिदिएन, फेरि त्यो अर्को युज गर्दैछु। त्यो पनि यति कम्ती छ होला। अन्त एडभान्स मैले लिइरहेको यो प्लमको सनस्क्रिन है। मलाई किनभने यो क्रिम एकदम सुट गरेको छ, अनि यो प्लमको लाउँदैछु म हो। अन्त यो भयो प्लमको। त्यहाँदेखि यो छ एउटा यो स्विस ब्युटीको चाहिँ मेरो आई स्याडो ब्रस हो। थुप्रो छ मेरो आई स्याडो, तर यो ब्लेन्डिङ ब्रस चाहिँ मैले मगाउनु जरुरत थियो क्या। मेरो ब्लेन्डिङ ब्रस चाहिँ मैले मगाउनु जरुरत थियो। अन्त मैले यो मगाएको छु आई स्याडोको यसरी ब्लेन्डिङ ब्रस। यो गयो होइन। त्यहाँदेखि अर्को छ अनि यो सरी, यो पनि मेरो उयो के अरे
नेल पलिस चाहिँ यो पनि ल यो चाहिँ नाइकाबाट ग्रीन कलरको यही हो ग्रीन कलरको मेरो नाइकाबाट नेल पलिस भयो अनि चाहिँ यो छ प्लमको फेरि है प्लमको मेरो यो मोइस्चराइजर हो यो चाहिँ क्लियर मोइस्चराइजर जेल क्रिम टाइपमा जेल टाइपमा चाहिँ मैले चाहिँ यो युज गर्नेवाला छु अनि यो चाहिँ मेरो फेस मास्कको प्लमको यो चाहिँ फ्री है यो चाहिँ 50 ग्रामको हो यो चाहिँ मैले यत्रो ठुलो फ्रीमा पाएको किनभने मैले अगाडि भनिसकेको छु पिङ्क फ्राइडे लागिरहेछ त्यो भएर मैले चाहिँ यो फ्रीमा पाएको है स्किनमा चाहिँ नि कोही कोही क्रिम भए सुट हुन्छ कोही कोही क्रिमहरू सुटै हुँदैन यस्तो खालको छ कि किनभने मेरो ड्राई स्किन छ मैले प्लमको प्रडक्ट चलाउनु थालेको चाहिँ निकै भएको छैन 1 इयर जस्तो भयो तर मलाई चाहिँ मोइस्चराइजर चाहिँ कुनै पनि सुट हुँदैन किनभने मैले मोइस्चराइजर त्यो रेड कलरको बिचो भागमा मैले मगाएको थियो त्यो पनि पुरा अनुहार चिलायो हैन अनि के अरे त्यहाँदेखि चाहिँ मैले मोइस्चराइजर छोडिसकेको थिएँ त्यहाँदेखि मैले हिजो अस्ति यो मगाएको हेर्नुहोस् न प्लमको यो पर्पल कलरको यसको प्राइस कति छ 699 को 599 नै भनौँ न मेरो ब्याकग्राउन्डमा मेरो हस्बेन्डले गीत बजाउँदैछ अन्त यो चाहिँ मगाएको थिएन मैले एकपल्ट एप्लाई गर्दाखेरि यहाँ हेर्नुहोस् न यस्तो पिम्पल्सहरू निस्केर यस्तो बिजोग भयो अन्त मैले यसो सम्झेँ होइन 1-2 दिनमा लाउँछु भा यो त मेरो त्यो के अरे बेसी ओइली चिज खाएर भा मेरो पिम्पल्स निस्के सम्झेँ होइन फेरि त्यहाँदेखि बादमा 1 महिना बादमा फेरि मलाई अरू मोइस्चराइजर लाउँदै थिएँ मोइस्चराइजर लाउँदै थिइनँ मैले टोनर मात्रै लाउँदै थिएँ फेरि सेकेन्डमा फेरि 2 दिन लाएँ होइन यत्रो यहाँ फोका फेरि दबाई लाएँ मैले होइन त्यही भएर चाहिँ मलाई एकदमै यो मोइस्चराइजर सुट गरेन किनभने प्लमको टोनर पनि सुट गर्यो मलाई के अरे सिरम पनि सुट गर्यो त्यहाँदेखि सनस्क्रिन पनि सुट गर्यो तर यो दुईटा बट्टा युज गर्दा पनि मेरो पैसै मात्रै गयो तर यति डरलाग्दो चाहिँ पिम्पल्स निस्केको त्यही कारणले चाहिँ मैले फेरि यो मगाएको आज चाहिँ मेरो आएको यो अन्त यो राइसकै के अरे राइस वाटरकै म चाहिँ युज गर्छु टोनर मोइस्चराइजर त्यहाँदेखि टोनर अन्त सनस्क्रिन त्यहाँदेखि चाहिँ सिरम मगाउँथेँ अन्त यो चाहिँ त्यसकै सेटको चाहिँ मैले चाहिँ जेल मगाएको तर यो चाहिँ ड्राई स्किनको लागि होइन यो चाहिँ ओइली स्किनको लागि हो ट्राई गरी हेर्छु कस्तो हुन्छ यो पनि पिम्पल्स निस्किँदा पनि त्यही हो फ्याक्ने हो किनभने हेर्नुहोस् न यो डल्लै छ हो यस्तो डल्लै छ नयाँ छ लगाएको छैन यो चाहिँ मैले हस्बेन्डलाई दिएको हस्बेन्डले पनि लाउनै मान्दैन हो यो पुरा पोले स्किन अब यत्रो पैसा त मेरो वेस्ट भयो हो त्यही भएर फेरि मैले यो मगाएको हो यसकै सेट मगाएको अब यो ट्राई गर्छु यो पनि जेल हो तर यो एब्जर्ब भइहाल्छ भनेको छैन मैले युट्युबमा हेर्दाखेरि चाहिँ अब ट्राई गर्छु यो पनि पिम्पल्स निस्क्यो भने चाहिँ अब त्यही हो मेरो त्यो पैसा त्यसै पानीमा जाने हो अब यो पनि म हेर्छु ल कुनै किन मेरो अनुहारमा सुट नगर्ने क्रिम चाहिँ हुँदैन क्या प्राय मोइस्चराइजर सुटै हुँदैन मेरो अनुहारमा अन्त म चाहिँ 1 इयर हुन त्यो प्लमको युज गर्नु थालेको होइन अहिलेसम्म राम्रै भइरहेछ अब कस्तो छ हेरौँ है यसको यस्तो रहेछ हो ब्लू कलरमा छ कस्तो रहेछ स्मेल यसको यो यस्तै रहेछ के अरे यो फेस वास छ नि फेस वास अरे यो सनस्क्रिन चाहिँ त्यस्तै गन्दा रहेछ तर यो जेल सिस्टममा अब हेरौँ एब्जर्ब हुन्छ भनेको छ अब यो राइस वाटरै नि हो यो चाहिँ यो भयो एउटा होइन त्यो छ कुरा चाहिँ मेरो चाहिँ मोइस्चराइजरको छ अनि यो 600 को रहेछ यो चाहिँ अलिक कम्ती जस्तो लाग्यो मलाई यो 525 को रहेछ हो अनि यो चाहिँ मलाई चाहिँ फ्री दिएको है यो ल तपाईँलाई अघि पनि भनिहालेँ पिङ्क फ्राइडे लागिरहेछ भनेर यो चाहिँ मेरो फ्री है यो चाहिँ 599 को रहेछ मेरो के 499 र 500 भनौँ न यो चाहिँ मास्क रहेछ क्या फेस मास्क ट्राई गरौँ है क्लिन्जरहरू छैन अब स्क्रबहरू छैन है त्यही भएर अब योलाई चाहिँ सरी यो पनि राइस वाटरकै रहेछ फेस मास्क रहेछ अब यो चाहिँ म चाहिँ युज गर्दिनँ हो यो चाहिँ म यसको क्लिन्जर किन्छु त्यहाँदेखि स्क्रब किन्छु त्यहाँदेखि मसाज क्रिम किन्छु पायो भने त्यहाँदेखि चाहिँ लास्टमा फेस प्याक लाउँछु यो चाहिँ हो यो चाहिँ मैले फ्रीमा पाएको
दामी रहेछ हेर्नुहोस् त बाक्लो रहेछ मार्क्स त बाक्लै हुन्छ त्यो गाइस आजको मेरो होइन अनबक्सिङ भिडियो भनौँ न अब खोलिहालेको थिएँ र पनि तपाईँहरूलाई देखाउनुको लागि मात्रै मैले म भिडियोमा आएको है अनि मेरो यो सनस्क्रिन भइगयो अनि यो मोइस्चराइजर जेलमा भइगयो यो मास्क फ्रीमा मैले पाएँ होइन यो त मेरो पुरानी हो अनि त्यही हो यो मेसोबाट यो मगाएको थिएँ मैले के अरे उयो गर्नुको लागि के भन्छ स्किन केयरको लागि अनि यो मेरो ब्लेन्डिङ ब्रस हो आइस्याडोको त्यहाँदेखि मेरो नेल पलिस भयो होइन इनसाइडको नेल पलिस यो भइगयो हो त्यहाँदेखि चाहिँ अन्त यो नाइकाबाट लाइट ग्रिनमा मैले मगाएको थिएँ होइन त्यहाँदेखि त्यही हो यो त अब फ्रीमा पाइहालेको तपाईँलाई देखिहालेको छ होइन त्यति नै हो गाइस है आजको मेरो भिडियो होइन अनबक्सिङ भिडियो तपाईँहरूलाई कस्तो लाग्छ के लाग्छ प्रतिक्रिया दिनुहोस् होला कमेन्ट बक्स पनि दिनुहोस् होला धेरै धेरै माया दिनुहोस् होला है आजको भिडियो यति नै थियो बाई बाई